स्वागत छ तपाईहरूलाई अलौकिक घटनाको यो संसारमा। यदि हजुरहरूसँग पनि यस्तो कुनै घटनाहरू छन् भने हामीलाई स्क्रिनमा रहेको आइडीमा पठाउन सक्नुहुन्छ। आइडीको डिटेल हामीले तल डिस्क्रिप्सनमा पनि राखिदिएका छौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमै रहेको बेल आइकन पनि दबाउनुहोला। झापा जिल्लाको एउटा पुरानो अस्पतालको सब घर भने एकदम नै अशान्त थियो। गाउँलेहरू भन्ने गर्छन् कि राति त्यस सब घरबाट सबहरू आफै हराउन थाल्छन्। सब घरभित्र सबहरू हल्लिएको जस्तो, स्ट्रेचरहरू चलेको जस्तो आवाजहरू आउने गर्छन्। वरिपरि एकदमै चिसो हावा चलेको जस्तो महसुस हुन थाल्छ। हाँसेको जस्तो, रोएको जस्तो आवाजहरू सुनिन थाल्छन्। एक दिनको कुरा हो, एउटा नर्ससँग घटेको डरलाग्दो घटना। नर्सको नाम थियो सुबिना। त्यस हस्पिटलमा सुबिनाको त्यो पहिलो नाइट ड्युटी थियो। रातको 2 बजेको थियो। सुबिना आफ्नो काम सकाएर आराम गर्दै थिइन्। अचानक वाकी टकीमा आवाज आयो, सुबिना सिस्टर, सब घरतिर आउनु पर्यो। कसैले सब घरको ढोका खोलेर राखेको देखियो। सुबिना हतार हतार सब घरतिर जाँदा सब घरको ढोका खुल्लै थियो। भित्र पसेर हेर्दा त्यहाँ एउटा रातो साडी छेउमा पालिएको अवस्थामा थियो। राम्रोसँग हेर्दा उनले थाहा पाए कि त्यो रातो साडी त केही दिन अगाडि आत्महत्या गरेर मृत्यु भएको एकजना महिलाको थियो। त्यसपछि उनले वरिपरि सबैतिर हेरे, तर त्यहाँ कोही थिएन। त्यस सब घरमा कसैलाई नदेखेपछि सुबिनाले सब घरलाई बन्द गरेर आफ्नो ड्युटीतिर फर्के। भोलिपल्ट यो बारेमा उनले त्यहाँका सञ्चालकहरूलाई जानकारी गराए। सिसिटिभीमा चेक गर्दा रातको 1 बजे एउटा कालो आकृति त्यस सब घरभित्र बसेको देखिन्छ। त्यो आकृति सब वरिपरि घुमेको जस्तो देखिन्छ। कोठाभित्र अँध्यारो भएको कारण राम्रोसँग भने केही देखिने अवस्था थिएन, तर छाया जस्तो देखिन्थ्यो। त्यो छाया यसो हेर्दा स्ट्रेचरबाट कोही उठेर त्यहाँ स्ट्रेचरमाथि बसेको जस्तो देखिन्छ। त्यो देखेर सुबिना एकदम डराइन्। तर उनलाई भोलिपल्टको रात त्यसै सब घर छेउमै ड्युटी गर्ने आदेश आयो। त्यसपछि उनी डराई त्यस सब घर नजिकै आफ्नो ड्युटी गर्न थाले। आफ्नो ड्युटी सकाएर उनी आराम गर्दै थिए। त्यस सब घरबाट केही आवाज आएको जस्तो उनले महसुस गरे। एकदमै चिसो हावा चलिरहेको थियो। भित्रबाट केही आवाजहरू आइरहेको थियो, तर उनलाई भित्र जाने आँट भने आएको थिएन। अचानक सब घरको ढोकामा केही आवाजहरू आएको जस्तो उनलाई महसुस भयो। उनले फर्केर हेर्दा त्यो सब घरको ढोका खुलिसकेको थियो। चिहाएर हेर्दाखेरि उनले त्यस सब घरभित्र एकजना महिलालाई आफूतिर आइरहेको देखे। त्यो महिलाले अगाडि बढेर सुबिनाको नजिक आएर भने, म पनि निर्दोष थिएँ, मलाई पनि यो हस्पिटलमा जान मारियो, कसैले पनि मलाई बचाउन मद्दत गरेन। यति भन्दै ती महिला जोड-जोडसँग चिच्चाए। यो देखेर सुबिना पनि चिच्याउँदै केही
ढोका बाहिर बेहोस भई। भोलिपल्ट सुबिनालाई कसैले पनि नभेटेपछि सुबिनाको खोजी हुन थाल्यो, तर सुबिनालाई कतै भेट्न सकिएन। त्यसपछि हस्पिटलको सिसिटिभी फुटेज चेक गर्दा सुबिना त्यसै सब घरको ढोका बाहिरबाट गायब भएको भन्ने कुरा पत्ता लाग्यो। सुबिनालाई त्यस सब घरको ढोकाबाट कसैले तानेर भित्र लगेको चाहिँ देखिन्छ, तर त्यो तान्ने मान्छे को थियो सिसिटिभीमा देखिँदैन थियो। यो रहस्य नै रह्यो। सुबिना भेटिएनन्। यस सिसिटिभी फुटेजमा एउटा रातो साडी लगाएको महिला घरको भित्ताबाट आर पार भएर बाहिर निस्किएको देखियो। त्यस घटनापछि भने त्यस हस्पिटललाई बन्द गरियो, तर पनि त्यहाँका स्थानीयहरू भन्छन् राति त्यस सब घर नजिकै कोही पनि जानु हुँदैन। त्यहाँ अझै पनि अनौठो किसिमको आवाजहरू आउने गर्छन्। बन्द कोठामा कोही नभएको खाली कोठामा पनि भित्र स्ट्रेचरहरू चलेको जस्तो आवाज आउँछ। त्यस वरिपरि सधैँ चिसो हावा चल्ने गर्छन्। त्यसपछि भने यो हस्पिटललाई बन्द नै गरिएको थियो। अब भने यो हस्पिटल बन्द गरेको केही वर्ष भइसकेको थियो। एक दिन काठमाडौँबाट एकजना पत्रकार जसको नाम अर्जुन थियो, उनी त्यस्तै अलौकिक घटनाहरूबारे या भनौँ सत्य घटनाहरूबारे खोजी गरेर समाचार लेख्ने गर्थे। उनले त्यस घरबारे सुनेको हुँदा त्यस घरमा उनी जाने निर्णय गर्छन् र उनले त्यस सब घरको रहस्य पत्ता लगाउने भनेर त्यस गाउँतिर लाग्छन्। एक रात उनी त्यस सब घर नजिकै पुग्छन्। सब घर पुगेपछि उनले सब घरको ढोका खोल्दा त्यहाँ चिसो हावा चलेको हुन्छ। अनौठो किसिमको गन्धहरू आइरहेको थियो। भित्र गएर हेर्दा भित्र भित्तामा अझै पनि पुरानो रातो रगतको दागहरू देखिन्थ्यो। घरभित्रका सबै दृश्यहरूलाई उनले आफ्नो क्यामेरामा कैद गर्दैथे। अचानक क्यामेरामा जे देख्यो त्यो देखेर उसको होस हवास नै उड्यो। क्यामेरामा कुनै कालो आकृति हिँडिरहेको जस्तो देखियो। उनले क्यामेरा चारैतिर घुमाए। त्यो आकृति अगाडि बढिरहेको जस्तो उनले देख्यो। उनले क्यामेरा हटाएर हेर्दा त्यहाँ कोही थिएन। केही बेरपछि त्यस कोठाबाट आवाज आयो, तिमी को हो? तिमी किन यहाँ फर्कियो? यस कोठामा आउन कसैलाई अनुमति छैन। त्यो सुनेर अर्जुन एकदम नै डरायो। त्यसपछि ऊ हतार हतार अर्को कोठातिर गयो। अर्को कोठामा जाँदा उनले त्यहाँ पुरानो फर्निचर देखे। त्यस सब घरको सब राख्ने बाकसमा उनले एउटा पुरानो नोटबुक भेट्छन्। नोटबुक खोलेर हेर्दा त्यो नोटबुक सुबिना नर्सको थियो। नोटबुकको अन्तिम लाइनमा लेखिएको थियो, म बाँच्ने छु कि मर्ने छु मलाई थाहा छैन, त्यसैले म यो सबै घटना यस नोटबुकमा लेखेर जाँदैछु। कसैले यो नोटबुक पढ्दै हुनुहुन्छ भने यहाँबाट तुरुन्तै भाग्नुहोला। मसँग जुन घटना घटेको छ यो अरू कसैसँग नघटोस्। त्यसपछि अर्जुनले देखे कि एउटा रातो साडी लगाएकी महिला ढोकाबाट भित्र पस्दै गरी। उनी अर्जुनको नजिक नजिक आउँदै थिए। यो देखेर अर्जुन एकदमै डरायो। उनको अनुहार एकदमै डरलाग्दो थियो। त्यसपछि अर्जुन भाग्न खोज्यो, तर ढोका अचानक बन्द भयो। त्यसपछि भने
अर्जुनको पत्तो नै लागेन। जब त्यहाँका स्थानीयहरूले प्रहरीको सहयोगमा उनलाई खोज्न भनेर भित्र गए, त्यहाँ उसको क्यामेरा मात्र भेटियो। त्यस क्यामेरामा रेकर्ड भएको फुटेज मार्फत पत्ता लाग्यो कि त्यहाँ केही अनौठो किसिमका आवाजहरू सुनिएको थियो। कोही चिच्याइरहेको, कोही कराइरहेको, कसैले केही बोलिरहेको, एकदम अनौठो किसिमको आवाजहरू रेकर्ड भएको थियो। त्यसपछि भने ती हस्पिटललाई सधैँको लागि बन्द गर्ने निर्णय गर्यो र कोही पनि त्यस हस्पिटलभित्र नजान भनेर कडा निर्देशन दियो। तर त्यस शान्ति हस्पिटलको घटनाले गाउँभरि अझ वरिपरिको गाउँमा पनि एकदमै ठुलो सनसनी मचाइसकेको थियो। अब भने अर्जुन हराउनुको रहस्य पत्ता लगाउन प्रहरीलाई पनि दबाब भइसकेको थियो। उनका साथी पत्रकार अनुसाले प्रहरीलाई दबाब दिए। त्यसपछि गाउँलेहरूको सल्लाह लिएर अनुसा अनि केही प्रहरी सँगै एकजना जान्ने मान्छे त्यस हस्पिटलभित्र अर्जुनको रहस्य पत्ता लगाउन जाने निर्णय गर्छन्। त्यसपछि उनीहरू त्यही पुरानो हस्पिटल पुग्छन्। उनीहरूले निर्णय गर्छन् कि पहिला गाउँको वरिपरि केही रहस्य भेटिन्छन् कि भनेर खोज्ने निर्णय गर्छन्। खोज्दै जाँदा गाउँको एक कुनामा एकजना वृद्ध आइमाईलाई उनीहरूले भेट्छन्। त्यो वृद्ध आइमाई गाउँको कुनामा सानो पुरानो घरमा बसिरहेको हुन्छ। त्यो बुढी आमासँग बुझ्दा उनले भन्छन् कि सब घरमा जुन घटना घटिरहेको छ त्यो एकजना निर्दोष आत्माले गर्दा भएको। उनको आत्माले अझै पनि शान्ति पाएको छैन, किनभने उनलाई त्यही अस्पतालका केही डाक्टरहरूले मारेका थिए। यो कुरा सुनिसके पछाडि वास्तविकता पत्ता लगाउन प्रहरी सहित अनुसा अनि ती जान्ने मान्छे त्यस हस्पिटलतिर लाग्छन्। खोज्दै जाँदा त्यस हस्पिटलमा एउटा नोटबुक भेटिन्छ। त्यो नोटबुक भने उही सुविनाको थियो। नोटबुक पढ्दाखेरि पत्ता लाग्छ कि यो रातो साडी लगाएको महिला एउटा बिरामी महिला थिइन् जुन त्यस हस्पिटलमा उपचार गर्न आएकी थिए। तर त्यस हस्पिटलका डाक्टर अनि केही नर्सहरूको लापरवाहीका कारण गलत उपचारपछि उनको मृत्यु भएको भन्ने रहस्य पत्ता लाग्छ। उनको मृत्युलाई आत्महत्याको रूप दिइन्छ। हस्पिटलको बदनाम हुन्छ भनी हेतुले त्यसका सञ्चालकहरूले त्यस महिलाले आत्महत्या गरेको भनेर खबर फैलाउँछ। त्यसपछि हस्पिटलमा खोज्दै जाँदा एउटा अचम्मको कुरा देखिन्छ। हस्पिटलको एक कुनामा एकजना मान्छे उनीहरूले देख्छन्। भित्र गएर हेर्दा त्यो मान्छे अरू कोही नभएर अर्जुन हुन्छ। अर्जुनको हालत एकदमै खराब थियो। उनी अचेत अवस्थामा थिए। ऊ एकदमै डुब्लाएर हड्डी मात्र बाँकी भइसकेको थियो। उनमा कुनै होसै थिएन। उनी पागल जस्तो भइसकेको थियो। त्यसपछि उनलाई त्यस हस्पिटलबाट बाहिर ल्याएर उपचार गरिन्छ। जब यस हस्पिटलको बारेमा सबै रहस्य पत्ता लाग्छ, त्यस पछाडि प्रहरीले त्यस हस्पिटलका पुराना सञ्चालकहरूको पत्ता लगाएर उनीहरू सबैलाई कारवाही गर्छन्। कारवाही गरिसके पछाडि भने त्यस हस्पिटलमा त्यस्तो कुनै रहस्यमय घटनाहरू घटेको भेटिएन। त्यही घटना पश्चात त्यस हस्पिटल भने पुनः सञ्चालन हुन सकेन र आज त्यस ठाउँमा अस्पताल छैन। अहिले त्यस अस्पताललाई भत्काइएर एउटा
मैदान बनाइएको छ र मैदानको बीच भागमा एउटा स्मारक पार्क बनेको छ जहाँ त्यस महिलाको यादमा एउटा मूर्ति बनाइएको छ। साथीहरू, तपाईहरू पनि सावधान हुनुहोस्, कतै ती रातो साडी लगाएको महिला तपाईहरू सामु पनि देखिने त होइन। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमै रहेको बेल आइकन पनि दबाउनुहोला।